आज म हजुरहरूलाई गिठा र भ्याकुरमा के फरक हुन्छ भनेर देखाउन गइरहेको छु। अब यो हेर्नु, यो काँडा छैन, यो गिठाको लहरा हो। मजा पक्नु। अब यसको यहाँ अब यसलाई खन्ने कुटी छैन, म हाँसेर राख्छु। एउटै हुन्छ तर भित्र फरक हुन्छ कि। यो यो हो गिठा, के अरे भ्याकुर, के अरे गिठा गिठा हो कि यो। ल हेर्नु, यो गिठा हो। ल हेर्नु, अब हजुरलाई फेरि यो गिठा हो। अनि यो गिठाको यस्तो हुन्छ, सेम हुन्छ कि, यसमा काँडा हुन्न कि, यसमा काँडा हुन्न। यो गिठा हो, यस्तो हुन्छ। अब म हजुरलाई फेरि म भ्याकुर देखाउँछु अब हजुरहरूलाई। यो फेरि हजुरको यो फेरि के हो भन्दा भ्याकुर हो। यो फेरि यो भ्याकुर हो। अब म हजुरलाई यहाँ खनेर देखाउँछु। सेम हुन्छ कि, म आफै कन्फ्युज हुन्छु कि बेला बेलामा। यस्तो सानो रहेछ यो सानो हो। सानो अलि खासै हुँदैन, ठुलो जस्तो मिठो हुँदैन। हुन त एउटै हो तर ल हेर्नु,